यो भिडियो झापा निर्वाचन क्षेत्र नम्बर 5 को हो। म यहाँ कुनै राजनीतिक पार्टी वा उम्मेदवार विशेषको प्रचार गर्न गइरहेको छुइनँ। यो भिडियोले दिन खोजेको सन्देशको बारेमा भन्दैछु। एकजना उम्मेदवार जसलाई मैले चिनाइरहनु पर्दैन, उनी फटाफटी एक जोडी श्रमजीवी मतदाता समक्ष पुगेर मुढा तानेर बसी संवाद गर्दैछन्। यी दुई कर्मवीरहरू अहिले युवा ढुकढुकी बनेका यी उम्मेदवार देखेर डरेर भेट्न जानु त परको कुरा हो। काम छोडेर पनि उठेनन्। कुराकानीको क्रममा बेला बेलामा खेततिर हेरिरहेका यी उम्मेदवारले उनीहरूको सिप र खेतीपातीबारे जिज्ञासा राखेको प्रष्ट बुझिन्छ। तर मतदातामा यी उम्मेदवारको सेलिब्रिटी छवि वा लोकप्रियताको रतिभर असर परेको महसुस हुँदैन, किनकि यी दुई आम मान्छेलाई आफ्नो कर्म र परकै भर छ। त्यसैले होला छेउमा बसेकी दिदी सायद मनमनै नगरी काम पुग्दैन खान साँझ र बिहान भन्दै कर्मलीन देखिन्छन्। यो तस्बिरबाट आम मतदाताले यथास्थितिमा हुन लागेको 21 फागुनको चुनावबाट कुनै ठुलो परिवर्तनको अपेक्षा नगरेको स्पष्ट हुन्छ। 2048 सालपछि सत्तारूढ पुरानो राजनीतिक पार्टीले भ्रष्टाचार गरेर देश सकाए। नयाँले अलिअलि भए पनि काम गर्छन् कि झिनो आश मात्र नागरिकमा बाँकी छ। तर अझै उनीहरू विश्वस्त हुन सकिरहेका छैनन्। यो सुन्दर भिडियो फुटेजमा उम्मेदवारको कर्मजीवीप्रतिको सम्मान भने झल्किएको छ। मुलुकलाई नेतृत्व गर्छु भन्नेमा यतिको मानवीय भावना र संवेदना त हुनैपर्छ। बोलचालमा आम मान्छे भनिने तर यथार्थमा शक्तिशाली एवं निर्णायक यी मतदाताले निर्धक्क आफ्नो पक्ष राखिरहेको भिडियोमा हामीले देख्यौँ। भिडमा तछाड मछाड गर्दै ठुला चर्चित र सेलिब्रिटी नेताहरूसँग तस्बिर र भिडियो खिचाएर सामाजिक सञ्जालमा राखी भाइरलको खेती गर्नेहरू भन्दा पनि यस्तै आम तथा मौन मतदाता साइलेन्ट भोटर्सहरूले 21 फागुनको चुनावमा महत्त्वपूर्ण भूमिका खेल्ने हो। यो भिडियो मार्फत स्वतन्त्र, निर्भीक र तटस्थ मतदाताको बुझाइराखेको छु। यसबाट कुनै पनि राजनीतिक पार्टीको नेता, कार्यकर्ता, आसेपासे वा झोलेहरूको मान सम्मानमा चोट वा आघात पुगेमा त्यसको जिम्मेवारी मेरो हुने छैन। साथै भोट केमा भन्ने सेरोफेरोमा मैले केही मतदाताहरूसँग निर्धक्क संवाद गरेको छु। यसबारेको भिडियो चाँडै आउँदैछ, कृपया प्रतीक्षा गर्नुहोस्।